बल्ल खुल्यो है अलिकति यार हलुङ्गा ल है यो हलुङ्गा रमाइलो डाँडातिर जानु पऱ्यो एकछिन भनेको बाटो नि के छ यस्तो मोडे मोड है त्यताको लागि एकदम है दामी नै हो गाडी ल रमाइलो डाँडातिर आयो है आयो बजार यही हो के नै छ र डाँडा डाँडा छ यार मलाई के बजार है होटेलमा बसेँ म के पाथिभरामा त्यो राम्रो छ होटल यो ल होटल पाथिभरा नि त एकदम सस्तो मिलाएर यो बस भाडा मिलाएर ठिकै हो र यतिको होटल ल रमाइलो डाँडा यो के भन्छ जाने बाटो रमाइलो डाँडा माथि नै हो एउटा यता जानुपर्छ रमाइलो डाँडा यता सोलु यता सुरु होइन अब हामी के गर्ने फर्किने फर्किनु रमाइलो डाँडा नजाने होइन त यति मेसिनहरू आएछ गुटगुटो यार यति हो बजारै छैन त सोलु घुमाउँदा हुन्छ यही त हो नि बजार के छ र ल रमाइलो डाँडा बजार भन्ने यही हो त्यो मान्छेले जान्छ कि रमाइलो डाँडा है त्यो गाडी होइन होइन त्यो मिसिनले त घन्टौँ लाउने हो त फेरि अब रमाइलो डाँडा जाने मात्र यहाँ रमाइलो डाँडा अब सोलु जाने भयो सोलु जाने त यही रमाइलो डाँडा पनि गइछ यताबाट पनि जान्छ यो त रमाइलो डाँडा भन्ने त हो बाटै छ दिँदैन यसले ल बजार भने यही हो फलहरूको बजार खास त डाँडा डाँडातिर छ बजार आयो अर्को फेरि मेन बजार त भित्र हो नि शनिबार हात लाग्दैछ ल पाथिभरा होटेलले हो साथी त्यसमै बन्नु भएर ले वाल उठाएर बाटो यस्तो काम गर्न यस्तै अगाडि रहेछ त्यहाँ 2 किलो मिलन चौक मिलन बजार मिलन चौक त 2 किलो पो रहेछ त है छ नि अनि कम्दै यार म अस्ति के बाटोबाट हिँड्नु भयो र होइन के गरेर हिँडे त उताबाट फुट्दै छ होइन नि उताबाट गएर यहाँबाट ए बाटो होटेल हेर्दै आएको ए होटल खोज्नु धन्न जङ्गल कट्ने बित्तिकै त्यही पाथी भएर रहेछ है ल पहाडमा कार्यालय भयो साह्रै गरी यस्तो छ है जिल्लाको कार्यालय
40 किलोमिटर गुल्मी बाटो चाहिँ तलबाट बनाइदियो कि है ठ्याक्क ठिक्क आइदियो यो 16 जानुलाई पहिला बाटो माथि नै होला होइन माथि मान्छे हिँड्दैन दाइ त्यो अघि हामी हिँडेको पछि सिडीबाट अघि जाँदै यो जिल्ला कार्यालय यहाँबाट हिँडेर जाने जिल्ला प्रहरी कार्यालय अब चाहिँ बल्ल अलिअलि घाम गऱ्यो तल तल डाँडाहरू यहाँ शान्तसँग के गर्छ हेर्दै हेर्दैन क्या पहाडी गाडी छ के गर्छौँ पछाडि दायाँ बायाँ हेर्दै जानु बाहेक गल्ला त हुँदैन हुने पेट्रोल पम्प एउटा यहीँ छ यहीँ त नि पेट्रोल पम्प ल अब मिलन चोक आयो हामी मिलन चोक भन्ने यही हो जस अहिले उग्रेछ दाइ है अघि भन्दा राम्रो धेरै राम्रो उग्रोमा ल है पानीले कटायो बजाज सोरुम रहेछ यहाँ सस्ता छ ल है साथी हो यही हो मिलन चोक भन्ने बजार भन्ने यही हो बजार भनौँ के भन्नु मिलन चोक यही हो यहाँ नि आन्दोलन गर्न लाग्यो क्या अब यता चाहिँ तपाईँको उता रामपुर ए रुम्जातार तल यता गाडी यता रुन्छ यो बाटो गएन ट्याक्क रुम्जातार जान्छ यहाँबाट गएर रुम्जातार बजार बाटो अहिले कस्तो थियो पहिला त खत्तम थियो अन्त राम्रो मिलन चौक पुलिस चौकी पुलिस स्टेसन यही भयो ल अलि जम्मा भएछ भएछ अब त्यहाँ होइन अब हुँदै गयो घुर्मीतिर हुँदैन होला ल आज चाहिँ पहलमा घुमेर फर्कियो हामी ल लगलगे अझै 3 किलोमिटर रहेछ उकालो उकालो छ अब भन्दै ल अब तलमाथि के भयो माफ बन्द भयो भिडियो